खतरा रहेछ विकास हुँदैछ के ल पानीमा विकास हुँदैछ यता त्यहाँ त्योबाट भित्र अब त्यो सायद यो त नयाँ हो इको भन्ने त त्यो त खासै पैसा यसकै गाडी कति दिन रात हिँड्छ होला होइन तर बाटोको हालत अब होइन नआउनु आइसक्यो हालत यति खराब छ बाटो चाहिँ त्यही हो त्यताको राम्रो त अलिकति स्पिड हुन मिलिरहेछ खोला तरेर जानु पर्थ्यो क्या अहिले चाहिँ कालिज फार्म पनि यतै रहेछ है यो स्कुटरहरूलाई गाडीहरूको लागि पार्किङ रङ्गी बिरङ्गी माछा पनि छ उताको र यहाँको सेम रहेछ हेलो नमस्ते सम्पूर्ण महानुभावमा हेलो हाई सम्पूर्ण महानुभावमा स्वागत छ मेरो युट्युब च्यानलको अर्को नयाँ ब्लगमा हामी रेडी भइसकेका छौँ तपाईहरुलाई नयाँ ठाउँ नयाँ विषयवस्तु हैन देखाउनको लागि आज पनि हामी तयार छौँ हैन त आज हाम्रो ब्लग रहनेछ कता रे रेनबो ट्राउट इको भिलेज तिर इको रिजोर्ट के भन्ने छ हैन इको वाटरफल रिजोर्ट के भन्ने छ ओके हामी अलिकति कन्फ्युज भएका छौँ तपाईँ हामी आफै नै जाउँ हैन हाम्रो चाहिँ पहिलो पटक रहनेछ त्यो ठाउँ चाहिँ भुर्जुङ खोलाको त्यो रेनबो ट्राउटमा चाहिँ तेस्रो चौथो पटकै होला है त्यहाँ चाहिँ गइराखेको नै हो त्यतै हो र एउटै ठाउँ अब ठाउँहरू घुमौँ हेरौँ हैन त्यहाँको परिकारहरू के कस्तो रहेछ हेरौँ ठाउँहरू जाउँ ल त लोकेसन पनि देखाउने प्रयास रहनेछ हाम्रो के कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिन चाहिँ नभुल्नु होला है लाग्यो हामी अहिले पृथ्वी चोकमा आइपुगेका छौँ एकदमै व्यस्त भिडभाडको चोक भनेर चिनिने यस चोक आज खुला रहेको छ देख्दा अचम्म पनि लाग्यो किन होला यस्तो खुल्ला स्याङ्जाका लागि बस पनि यहीबाट छुट्ने गर्दछ हामी चाहिँ अहिले भुर्जुङ खोला जाने भएकाले न्यू रोडतिर लाग्यौँ सभागृह चोक हुँदै जेएनजीको आन्दोलनपछि यस्ता साना चोकमा न ट्राफिक लाइट न ट्राफिक नै त्यही भएर सवारी साधनका लागि अलिकति गाह्रो भएको अवस्था छ हामी अहिले चिफ्लेढुङ्गा हुँदै पोखराकै मुटु भनेर चिनिने महेन्द्र पुल आइपुगेका छौँ र यो तपाईँले दृश्यमा देख्नुहुन्छ पुल आकारले जलेर पूर्ण रूपमा नष्ट भएको अवस्था छ जेएनजीको आन्दोलनले गर्दा सम्पूर्ण सरकारी कार्यालय वडा कार्यालयहरू जलेर नष्ट भएको अवस्था रहेको छ अहिले नेपालमा कति त पुनर्निर्माण भइसकेका छन् भने कति पुनर्निर्माणका कार्यहरू हुँदैछन् विशेष गरेर मालपोत पोखराको मालपोत कार्यालयमा धेरै क्षति भएको रहेछ र आजसम्म पनि काम कार्यमा आउन सकेको छैन हामी नदीपुर हुँदै बगर क्याइसिङ पुल हुँदै लामाचौर निस्किएर जाने भएका कारण हामी अहिले
भीमसेन टोल हुँदै नदीपुरतिर जाँदैछौँ। मजा आइरहेको हेर न कस्तो भइरहेको घमसाम युद्ध लडे जस्तो भइरहेको क्या यहाँ बाइक स्कुटर कुदाउन। यो बाटोमा हिँड्नलाई युद्ध लडे जस्तो भइरहेको क्या कसले जित्ने के हो कि नै रेस गरे जस्तो को पहिला छिर्नु को पहिला पुग्नु कसले जित्ने पहिला खतरा भइरहेको। सबभन्दा म के पाउँ सबभन्दा म जानी छु पहिलाभन्दा मैले राम्रो चलाउनु सक्छु कसो त्यही भएर अब हो ल झट्टमा आउँछ झट ठोक ठोक मलाई भन्नु पऱ्यो ल अब यत्रो जेब्रा क्रसिङ के हो जेब्रा क्रसिङ नियम के को कानुन ल ठक बस स्टेसन कहाँ छ अब के को बस स्टेसन जग्गा भयो त्यहाँ गाडीहरू छ होइन त्यहाँ गाडीहरू खतरा होइन पुरा त्यसले पैसा निकाल्यो अहिले पुरा हो ल हेर्नुहोस् यस्तो हुन्छ है छैन बाटो खै खै बाटो खै कहाँ हो जाने खै कसले हो देख्ने अब ओहो महानुभावहरू हामी आइपुगेका छौँ लामा चौक। यहाँबाट एकदमै झुक्किन्छ है तिनवटा बाटो छ यो बिचकोबाट जानु पर्यो यताबाट बाटुले चौर पुग्छ है तर हामी यो बिचकोबाट हिँडेर जानु पर्यो है यताबाट पुगिन्छ हामी कता रे रेनबो भुर्जुङ खोला हुन्छ है भुर्जुङ खोला सुरु भयो हाम्रो यात्रा लगभग आधा आइसक्यो हामी र पानी बल जस्तो भइरहेको छ अब के हुन्छ ल है यस्तो राम्रो बाटो बनेको छ दामी छ बाटोहरू चाहिँ होइन र हाम्रो चाहिँ मौसमले के जहाँ जाँदा पनि मौसमले घात गर्छ यार गाई यार हामीलाई चाहिँ सधैँ मौसमले घात गरेर ल्याएको है मौसम यस्तो राम्रो उता पोखरातिर त्यस्तो राम्रो छ होइन लामो चौरबाट भित्र छिर्ने बित्तिकैबाट पानीको थोपाले हालिसक्यो बाटो हेर्नु न कस्तो राम्रो बनाएको रहेछ अघि भर्खर मैले कस्तो राम्रो बाटो बनेको रहेछ भनिहालेँ होइन खै यहाँ आएपछि त हेर्नु बाटोको हालत अलिकति मात्रै बाटो बनेको रहेछ त्यसपछि त उही छ त अहिले बन्छ र यो बाटो अलिकति चाहिँ
एउटै गाडी रहेछ। राम्रो रहेछ बाटो चाहिँ राम्रो रहेछ तर अब उकालो ठाडै होइन। ओ गाइजहरु यस्तो पानीले नराम्रो चुक्छ जस्तो लागिरहेको होइन। तै पनि हामी यात्रा छोड्दैनौँ। देखाऊ अगाडि बुढी हेर बाटो लयरलेस बाटो घुम्ती पनि खत्रै छ क्या उकालो बाटोमा छोटो छोटो घुम्ती है। यस्तै हो पहाडको बाटो कत्रो थोपाले हान्यो कि मलाई भुवाच्छ गरेर। अब यता तल अघि माथि हो सबै तल गएन हामी पनि तल गइदिउँ है। यहाँ लेखेर रहेछ गण्डकी ट्राउट अझै 7 किलोमिटर बाँकी छ। ओ माको रेनकोट लानु पर्यो। पानीले हानिसक्यो होइन तर यो चाहिँ हामी उ नबनौँ। हामी पानीलाई मात नहानौँ। वा सिन हेरौँ न सिन वा बवाल सिन वडा सिन भन्छ कि होइन। वा पानीले हेर्नुहोस् त भिजाइहाल्यो हामीलाई कति छिटो। अरे यार हामी जान त सक्छ अरे छिटो रेनकोटलाई पनि गइहालौँ है। हाम्रो यात्रा सुरु गरिहालौँ है ढिलो नगर। रेनकोट साथमै लिएर हिँड्नुको फाइदा पनि हो है। यो जहाँ पानी पऱ्यो झ्याप्जो रोप्क्यो होइन। हाम्रो भ्लग चाहिँ प्रायः रेनकोटमै हुने हो है। पोखरा बसिन्छ सबै होला हालत ओह्रालो भोटे खोला बोटो पुल अरे यो चाहिँ भोटे खोला वडा नम्बर 19मा रहेको यो भोटे खोला पुल है। र उकाली ओह्राली तर अब नेपालको बाटो होइन यस्तै हो। छिन्मै उकाली आउँछ भने छिन्मै ओह्राली उकाली आएपछि ओह्राली त फेरि आउनै नि पर्यो होइन। अवश्य आइहाल्छ। बाटो त साङ्ग्रो रहेको छ अनि यता होइन र हामी यहाँबाट नझुक्यौँ यो सानो बाटोबाट माथि उक्ल्यौँ। हामीले त अहिले फोकस ट्राउटलाई मात्रै गरियो होइन। त्यो अर्को चाहिँ यतैबाट हो कि कता हो निकै प्लेस सायद हामीलाई यतैबाट जस्तो लागिरहेको छ। नदीमा पानी पऱ्यो हाम्रो लक्ष्य भनेको माछा खानु हो। ट्राउट माछा जसमा चाहिँ काँडा नभएको माछाले चिनिन्छ। महँगो पनि छ होइन। चट्ट लाएर मिठो भएर खाउँ भनेर। बाटो चाहिँ चिप्लो छ पानी परेको भएर बिस्तारै कुदाउँ। तपाईँहरू वातावरण हेर्नुहोस् है पानी परे पनि तलबाट रहेछ यस्तो गेटै हालिदिएको रहेछ। तपाईँहरू सम्पूर्ण धार्मिक र पर्यटकीय गाउँ काहुरेमा हार्दिक स्वागत गर्दछौँ। भुन्चुङ खोला त्यो भिलेज पनि यतै नै रहेछ है। जाउँ यस्तै छ बाटो। पिच रोड त छ कि तर यो अब गाउँठाउँको उकाली ओह्राली र साङ्ग्रो बाटो अनि हेभी गाडीहरू बसहरू पनि कुद्ने भएको भएर होला यो पुरै गाडीहरू हेर्नु न यस्तो बााउन्स भइरहेको छ। यो चाहिँ के भन्छ बिग्रिसकेको छ क्या। अब यसलाई कसरी भन्ने मलाई राम्रोसँग थाहा भएन र कुनै कुनै ठाउँमा यस्तो बिग्रेको पनि छ र कुनै ठाउँमा राम्रो देखिए पनि गाठाकोठी पलाइसकेको छ यो बाटोको होइन। के भन्नु त अब यस्तो हुन्छ। ओह्रालोमा चाहिँ निकै डर हुन्छ। ध्यान दिएर बिस्तारै कुदाउनु पर्यो र अब यी गाउँ घरमा यस्तै छ न घाम न पानी। हामीलाई पो सोख लाग्छ होइन टाढा टाढाबाट आइन्छ घुम्न खान भनेर। हाम्रो पनि घरै त्यही भएको भए सायद हामीलाई नि मतलब हुन्थेन होला होइन।
बसेपछि घाँस दाउरा त गर्नै पर्यो नि होइन पशुपालन पालेपछि के भने गाउँठाउँमा बसेपछि पशुपालन होइन गर्नै पर्यो पशुहरू अब गाई भैँसी बाख्रा कुखुरा त हुने नै भइहाल्यो ती भएपछि तिमीलाई घाँस दाउरा गर्नै पर्यो होइन दाउरा त केही नै खान्न तर मान्छेले आगो बाल्छन् घरमा है दाउरा पनि खोज्नु परेको चुलो चौको पकाउने खाने गर्दै यसरी दिन बितिहाल्छ कहाँ खाँदा कि वा भ्यू हेर्नु त गाइस भ्यू उता वा यहाँ चाहिँ धन्न यो ओह्रालोमा चाहिँ यस्तो राम्रो ढलन बनाइदिएको रहेछ है ल हेर्नुहोस् प्योर गाउँ त्यही भनेको होइन नि को भिलेज भनेर पानी नपरेर तिन फुल्दिएको भयो होइन अहिले आमामा खतरा हुन्थ्यो क्या पुरै भ्यू देख्न पाएको भए हिमाल देख्न पाएको भए अझै खतरा रहेछ माछापुच्छ्रे गाउँपालिका 2 सार्दी खोलामा स्वागत छ गण्डकी रेनबो ट्राउटले पनि बोडा हालेको रहेछ यहाँनिर ल विकास हुँदैछ है विकास हुँदैछ के एक पाटो विकास भइसकेछ एक पाटो हुँदैछ पानीमा विकास हुँदैछ यता त्यहाँ पानी परे पनि मतलब छैन विकासको काम रोकिनुहुन्न हो नि त देश विकास कसरी हुन्छ होला हेर्नु रातारात के हो अगाडि त बाटो बन्द अरे त अरे लेखेको भएर हामी यता आएको थियो होइन हो भाइ यता चाहिँ गजब बनाइरहेछ होइन यहाँको मौसम खुले बेलामा यो भ्यू खतरा देखिन्थ्यो क्या अहिले अब बेलुका आउँदा के हुन्छ थाहा भएन होइन कति बज्छ के हुन्छ त अब भरेको कुरा भरे नै थाहा हुने भयो है अहिले पानी परेको स्थितिमा यस्तो छ है यताको बाटो त बनिसकेको रहेछ ठुलो पानी छ अब हामी थाहा छैन कति टाढा गएर खिच्छौँ है त्यो गाउँहरू पनि यस्तो राम्रो देखाएको छ यार अब के गर्नु त्यो मौसमले दिएन र हामी गलत दिन बार हिँडिएछ क्या पानी परेर तपाईँहरू त्यो मेन चोकबाट राम्रो बाटोबाट एउटा अलिकति घुम्दै आउँछ त्योबाट भित्र अब थाहा हुन्छ तपाईँहरूलाई पनि ध्यान लेखिदिएको छ है रेनबो ट्राउट भनेर बोर्डै छ यता जाने बाटो भनेर 1.5 किलोमिटर रे त्योबाट भित्र आएपछिको हालत यीको त्यो भिलेज पनि रिजोर्ट पनि यतै रहेछ है दुइटै यता रहेछ सायद यो त नयाँ हो यीको भन्ने त यो त खासै पैसा कमाएन होला तर रेनबो ट्राउटले त बहुत पैसा कमाएको थापेको हो क्या त्यसकै गाडी कति दिन रात हिँड्छ होला होइन तर बाटोको हालत हेर्नु न अरे यार अघि पो थियो त अझै पनि छ क्या बाटोको हालत 1.5 किलोमिटर ग्राभलै मात्र गए पनि हुन्थ्यो के यार एडभेन्चर होस् भनेर हो कि होइन पैसा खर्च नगरौँ भनेर हो कि के हो यस्तो नराम्रो खतम बाटो नै म कति वर्ष पहिला आएको यार मैले बिर्सिसकेँ धेरै वर्ष पहिला आएको होइन पहिला पनि यस्तै थियो अहिले पनि यस्तै छ क्या थट गौरम पानी के यस्तो बाटो त खत्रै हो क्या खतरा के हो नि खतम हो यत्रो
मलाई फोन आएको भन्नाले कसले आएन त मलाई फोन जाँदा आउने हो त्यसो भए होइन हो पक्का ल यहाँ बोर्ड हेर रनवे साउथ जाने यता भने पुवर कालीक्रम साउथ जाने यता पुवर कालीक्रम चाहिँ यता यो वाटरफल इको भिलेज प्राइभेट लिमिटेड जानलाई यो पुल तरेर जानुपर्दो रहेछ हामी इकोतिर लाग्यो इकोतिर परेको खतरा हुन्थ्यो के अरे यहाँको बाटो वहाँ माथि रहेछ वा देखियो दामी देखेछ है तर न त्यो रेनबो ट्राउटको हो कि अब इकोकै हो है वार पार के हो टाढाबाट चाहिँ खतरा देखेछ तर है देख्न त वार पारको बाटो रहेछ के खोलाबाट पारी फलामको पुल तर्यो भने यता इकोतिर आयो भने सिधै खोलाको छेउछेउ गयो भने चाहिँ ट्राउटतिर पुग्यो रेनबो ट्राउट गेट पनि किसिमको रहेछ फेरि बाटो पनि त्यस्तै आयो आयो लड्दै र पर्दै आइपुग्यो हामी भने जस्तो कसम यहाँ भैले खेल्नुपर्छ कि आयो 50% डिस्काउन्ट चाहिँ पाउनुपर्छ होला यार यहाँ त हो भाइ स्कुल बस आइरहेको छ पिकनिक खानलाई जस बाइक स्कुटर चाहिँ यहाँ धेरै रहेछ है आइपुग्यो हामी लड्दै र पर्दै बिजो कि पार न ओ मागो टुरु ल बिजो कि पारा .com ल ल ओहो के त भन्दा हो नि त क्यामेरा अब पुरै देखिया छ त पानीको ढिक्का ढिक्का देखाएको छ है क्यामेरा त पुरै ल यस्तो छ होइन अब यहाँनिरको राम्रोसँग अहिले एकछिनमा खिचौँला बस्नु है त ल भाइरल अरे भाइरल यो वाटरफल इको भिलेज यस्तो छ जाऊ न हामी पनि अब होइन नआउनु आइसक्यो हालत यति खराब छ होइन सेतो जुत्ता नि यस्तो भइसक्यो कालो भइसक्यो पुरै पाइट रुजिया छ रेनकोट लगाएर पनि पाइट रुजिया छ बेहाल छ होइन अरूहरू पनि आएर बस्नु आएर रहेछ हो ल जाम पछि जाम पानी परेको छ जनजीवन अस्तव्यस्त सबैजना रेनकोटमै हुनुहुँदो रहेछ हामी पनि रेनकोटमै आइरहेका थियौँ उकालो चढ्ने बित्तिकै यस्तो दृश्य देख्न पाइयो पानी पर्दा पनि यति राम्रो सुन्दर दृश्य देखिएको छ माथि आउँदा देख्न पाइयो निकै नै आकर्षक सानो सानो घरहरू बनाइएको रहेछ वरिपरि हरियावन अनि प्राकृतिक झरना बगिरहेको दृश्यले कसको मन नचुला र हल्का पानी मात्र कम के भएको थियो टिकटक भिडियो बनाउनका लागि मानिसहरू जम्मा भइसकेका थिए सुन्दर दृश्यसँगै पछाडिको बाग के रहेछ भनेर म जाँदैछु अब बर्थडे मनाउनका लागि छुट्टै कोठा पनि रहेको रहेछ र किचनसँगै यो माथि एउटा ग्राउन्ड पनि रहेछ विकास निर्माण कार्य बन्दै रहेछ है हुँदै रहेछ ल यहाँनिर पिङ पनि राखिदिएका रहेछन् र
बच्चाहरूको लागि चिप्लेटी र अझै बन्दै रहेछ यहाँनिर है यस्तो कटेजहरू इको घरहरू है हो जोस् साथीभाइ परिवार होइन आफन्तजनहरूसँग आउन चाहिँ निकै नै राम्रो रमणीय ठाउँ रहेछ है वा ल पहाडको तल झर्नै झर्ना त्यहाँ पनि छ झर्ना यो पनि झर्ना भयो कहिले नि गर्मी नै हुन्न जस्तो कि अहिले त मलाई जाडो चिसो भइरहेछ तल सुरुमा घरतिरबाट आउँदा त अब पानी नि परेको थिएन अलिकति गर्मी थियो मौसम होइन गर्मी भन्नाले त्यस्तो गर्मी त थिएन तर पनि यहाँ आएर चाहिँ मलाई जाडो भइरहेको छ कि ल मेरो बुढीको हालत चाहिँ यस्तो हो भाइ पानी बन्द भयो नि त होइन पानी पनि बन्द भयो अब रेनकोट ओड्ने कुरा भएन तर रेनकोटमा त पानी छ फेरि अब यताबाट यसरी घुमाउँ हामी चाहिँ यसरी घुमाउँ है ल हेर्नुहोस् यहाँबाट पनि है एकचोटि वा ल ठाउँ चाहिँ एकदम राम्रो बनाएको छ अब झर्नाहरू पनि भइहाल्यो होइन यता पनि छ डाँडा पाखाको बिच के अरे डाँडा पाखाले पुरै लोकेसन बबाल ठाउँमा छ होइन अब यहाँ आउँदाखेरि मेन बाटो भएन अनि लोकेसन हेर्नुहोस् पहिला राम्रो यो ठाउँ हेर्नुहोस् कस्तो राम्रो बनेको छ बन्नलाई र अब अर्को यहाँको अलिकति मलाई नराम्रो लागेको पछि खुलाउँछु म तपाईँहरूलाई सब राम्रै छ नराम्रो होइन तर ल यो है दृश्य भाइरल दृश्य है त्यहाँको भाइरल दृश्य यहीबाट टिकटकहरूमा भाइरल भएको दृश्य यही नै हो नराम्रो पक्षको कुरा गर्दाखेरि अलिक महँगो लाग्यो मलाई चाहिँ एक बोतल पानीको 50 रुपियाँ लिएको छ यहाँनिर अब खाजाहरू पनि मोमोहरू पनि ठ्याक्कै डबल छ है पोखरा भ्यालीमा पाउने भन्दा 130 को बफ मोमोलाई 260 छ बुझ्नुहोस् है अब यो सस्तो हो महँगो थाहा भएन होइन यति टाढा हाम्रो आफ्नै खर्चमा बाटो पनि त्यस्तो नराम्रो हाम्रो साधनहरू बिग्रिने सम्भावना पनि धेरै भयो होइन त्यस्तो भएर पनि यहाँ आएर यस्तो महँगो किन्नुपर्दा चाहिँ यो जतिको खाजाको चाहिँ मैले कुरा गरिदिएँ होइन खाजा चाहिँ ठिकै हो है नमिठो होइन मिठै हो ठिकै हो मलाई चाहिँ राम्रै लाग्यो तर अलिक महँगो लाग्यो है ल टिकटक भिडियो बनाउनको लागि भाइरल ठाउँ नै हो एकदम राम्रो छ वातावरण पनि एकदमै राम्रो वरिपरि पुरै डाँडा काँडा झरना होइन हावा मौसम हावाकै हावा कस्तो स्वच्छ हावा शरीर स्वच्छ दूषित त के भनौँ र तर डाँडा काँडाले ढाकेर बिचमा भएको भएर स्वच्छ हावा आयो होला भन्ने होइन मेरो ठम्याइ सँगै अब पानीहरू पनि एकदमै राम्रो छ आनन्दको ल आउनु होला घुम्नु होला कस्तो लाग्छ होइन तपाईँहरूलाई मेरो प्रतिक्रिया त बुझिहाल्नु भयो तपाईँहरूले मलाई के लाग्यो भनेर त भनिदिइहालेँ र अब हामी जान्छौँ अर्को ठाउँमा ल हामी चाहिँ इकोबाट निस्किएर क्राउडतिर जाँदैछौँ है अब क्राउडतिर जाऊँ इको भिलेज चाहिँ अलिकति टाढा रहेछ है क्राउडभन्दा बाटो चाहिँ त्यही हो त्यताको झन् नराम्रो रहेछ होइन यहाँ पनि जाँदैछौँ अब हेरौँ कस्तो छ है यो चाहिँ अब खोलाको किनारै भयो होइन राम्रो त यसलाई नि भन्न मिल्दैन होइन ग्राभेलसम्मको अब ठिकै हो त्यहाँको भन्दा अलिकति स्पिड हुन मिलिरहेछ पहिला हामी आउँदा यस्तो थिएन के यो थिएन यो खोला तरेर जानु पर्थ्यो क्या यस्तो खोला छ नि उहाँको पनि यस्तो खोलाइबाट आउनु पर्थ्यो होइन अहिले चाहिँ जस यहाँनिर बनाइदिएको रहेछ है अलिकति
ल सुरु भयो हाम्रो है यो स्कुटरहरूलाई त बाइक स्कुटरलाई त गाह्रो ओहो कता हो पार्किङ स्कुटर त उतै लहन त हो भित्रै लग हो रेनबो गण्डकी रेनबो ट्राउट फार्ममा आइपुग्यौँ होइन आइपुगेँ म चाहिँ अहिले जाडो जाडो भएर अर्को ज्याकेट पनि लगाएको छु है यो चाहिँ बुढीको होइन र ल यहाँ पनि शुभकामना चाहिँ दिएकै रहेछन् होइन त छिरौँ कताबाट छिर्नु रहेछ ल सुरुमै इन्ट्रान्स है पानी परेको दिनमा तपाईँहरू हिलो नै हुनु है भनेको रहेछ यहाँ पनि है यत्रो पैसा कमाउँछ यार यिनीहरूले यहाँ किन बनाउनु भनेको यही अचम्म लाग्छ क्या मलाई चाहिँ यहाँनिर पनि पिङहरू हालेको रहेछ हेरौँ माछाहरू चाहिँ अलिअलि फुत्केर यता पनि आँखा होला हौ यहाँको चाहिँ यस्तो हो क्या फेरि छ माछा छ पुरै माछा छ है यहाँनिर चाहिँ के भने माछा चाहिँ अब प्रत्यक्ष पहिला आउँदाखेरिको त के थियो भने प्रत्यक्ष आफूले मारेर भनेर छोपेर उनीहरूले दियो भने त्यो पकाउने जोखेर पकाउने गर्थ्यो है माछा त पुरै माछा हो नि अब कसरी देखाउनु म वहीँ पुग्न सक्दिनँ ल हेर्नुहोस् माछा कति छ ए डराएर भागेँ यहाँनिर चाहिँ है यस्तो खोलामा टक्क यस्तो बनाएर है ल बस यहाँ त के हो गाई पनि पालेको क्या गाई भैँसी पुरै गोबरै गोबर छ त ल मेरो अनुहार भन्दा पनि यता हेर्नुहोस् है यहीँ पनि छ ल यस्तो छ है तपाईँहरू बसेर खानको लागि चट्ट लाएर खासै त्यस्तो त केही बनाएन यहाँनिर फुलहरू लाएर पहिलाको भन्दा यति चाहिँ राम्रो बनाएर हुन्छ हामी त माछा हेरौँ न पहिला होइन ल यहाँ पनि इकोन फ्रेन्डली सट्ट चारैतिर वनले घेरेको होइन बिचमा छ यो पनि तर त्यो यो चाहिँ उताको जस्तो अलिकति झिलिमिली रङ्गी बिरङ्गी छैन के होइन त्यस्तो बनाएको छैन है यहाँनिर चाहिँ दाइले माछा छोड्दै हुनुहुन्छ क्या मरेको माछा ए मरेको माछाहरू यो भुराहरू रहेछ यहाँनिर त यस्तो छ ऊ त रोटेपिङ पनि हालेको रहेछ अहिले जानुपर्छ माछा बन्दैछ यस्तो छ यो के हो यो ए यहाँ बस्नु पनि मिल्ने हो ए बस्न पनि मिल्दो रहेछ त आजकल चाहिँ खाना मात्रै होइन दाम बनाएको छ है सर्लकै माछै माछा छ है यहाँनिर हेर्नु है रङ्गी बिरङ्गी माछा नि छ है रङ्गी बिरङ्गी माछा पनि छ
र हामीले चाहिँ यहाँनिरको माछा पनि खाइसक्यौँ होइन। प्राइस त उताको र यहाँको सेम रहेछ, 1700 अरे पर केजी। 1 केजीको 1700 पर्दो रहेछ है। आधा केजीको चाहिँ 900 अरे। ल एउटा ग्राउन्ड पनि यस्तो छ। अहिले चाहिँ पानी परेको भएर पुरै छिपछिप छ है यहाँ। ओह किचिङ गरिसक्यो, किचिङ गरिसक्यो। यहाँको दृश्य देखाउँछु अहिले यस्तो राम्रोसँग है। एउटा फाइनल सट, यो चाहिँ स्विमिङ पुल रहेछ। थोरै फोहोर भयो यार। यस्तो पिङहरू भइहाल्यो र यहाँ रोटे पिङ रहेछ। अब यो एकजनाले त केही नापिनेवाला छैन, हेर्नुहोस् यो रोटे पिङ त होइन। यहाँ मलाई त घुमाउनु पनि आउँदैन होला, कसरी घुमाउँछ नि यसलाई यहाँसम्म त थाहा छैन। एकचोटि घुमाइदिनु न। खाली पिङ हल्लाउनु हुन्न बिर्का भन्छन् कि अरे, यसरी घुम्ने हो। खाली पिङहरू गएर हल्लाउनु हुन्न भन्छ कि अरे। कोर्को पनि हो क्या अरे साँच्चै, कोर्को बच्चाहरूको लागि। बच्चा बिरामी हुन्छ भन्छ नि त होइन। मैले चाहिँ हल्लाइदिएँ जबरजस्ती। Bye bye. Bye bye. माछा नदेखिएको।